हरेक कठिनाइहरूलाई चाहिँ स्वीकार्न सक्नुपर्छ। कुनै पनि कठिनाइहरू पछिल्लो समय हामी अलिकति विलासितामा पुगिसके पछाडि सामान्य कठिनाइलाई पनि स्वीकार्न सक्दैनौँ। झन् अब जेनजी पुस्ताहरू त झन् संसार नै मोबाइलमा बोकेर हिँड्छ। उनीहरूले भोग्न सक्ने कठिनाइहरू, साना साना चुनौतीहरूलाई पनि गाह्रो मान्ने, अप्ठ्यारो मान्ने, अत्तालिने गर्न सक्छ भनेर नै यो पुस्तकको निष्कर्ष भनेको चाहिँ के हो भने जीवनमा सपना देखिसके पछाडि त्यो सफलतामा पुग्न, त्यो सपनाको बिन्दुमा पुग्नको लागि चाहिँ एउटा दृढ सङ्कल्प चाहिन्छ र दृढ सङ्कल्प भयो भने सपनाको चुचुरोमा, उचाइमा पुग्न सकिन्छ भन्ने निष्कर्ष हो। र यो एउटा सपना र सफलताको कथा हो र एउटा इच्छा शक्ति र गन्तव्यको कथा हो। यसको निष्कर्ष भनेको युवा पुस्ताहरूले, एउटा मान्छेले चाह्यो भने, एउटा वैशालु उमेरमा एउटा मान्छेले चाह्यो भने संसारलाई, पृथ्वीलाई कैयौँ फन्को पनि लगाउन सक्छ र एउटा मान्छेले चाह्यो भने सगरमाथालाई पनि केही मिनेट, कैयौँ पटक होचो बनाउन सक्छ भन्ने निष्कर्ष हो।